Hit the streets and jump the मोडा curb. E5 को It's नया time मोडल to tell the world. Now we're breaking free. Watching you look breathe and we can't go back. Now we're breaking free. Looking forward, it's our greed and we can't go back. हेलो ए नमस्ते तपाईलाई भिड च्यानल स्वागत छ म लोकेश आज फेरि तपाईको अगाडि अर्को नयाँ बिजुली गाडी नयाँ त के भन्नु यो भन्दा पहिला आएको ओमोडाको नयाँ मोडल लिएर आएको छु यो भन्दा अगाडि तपाईलाई E5 देखायो भने यो E5 प्रो भएर आइसकेको छ अब प्रोमा के छ हामी कुरा नि गरेछौं भने यो गाडीमा हेर्नुहुन्छ भने तपाईले 50.7 किलोवाटको ब्याट्री पाउनुहुन्छ जसले निकाल्ने रेन्ज पनि तपाईले 350 किलोमिटरको रेन्ज पाउनुहुन्छ त्यो पनि WLTP ले क्लेम गरे अनुसार र यो गाडीको अगाडि पनि 99 किलोवाटको मोटर राखेको छ जसले निकाल्ने टोर्क पनि तपाईले 288 न्युटन मिटरको पाउनुहुन्छ अब ओमोडा भनेपछि खासै धेरै भन्नु पर्दैन किनभने नेपालको बाटोमा पहिलेदेखि तताइसकेको यो गाडी हो र जति बेला यो गाडी लन्च भएको त्यति बेलामा एग्रेसिभ लुक्सका साथ तपाईले ईभी आएको थियो किनभने त्यो बेला एकदमै धेरै कम्पिटिसन थियो जति बेला तपाईले एमजी को जेटेस थियो त्यति बेला एटो 3 आइरहेको थियो मान्छे दीपल आउनु भन्दा गाडी ओमोडाको राम्रो बजार थियो है अब त्यति मजाको एग्रेसिभ लुक भएर आएको गाडी अब प्रो भर्सनमा आउँदाखेरि प्रो भर्सनमा तपाईले के चेन्ज पाउनुहुन्छ आजको भिडियोमा म पुरा कुरा गरिहाल्छु अब E5 प्रो को कुरा गर्नुपर्दा यो गाडी कसले बनाउँछ कुरा गरिहाल्नु यो गाडीकै कुरा गर्नुपर्दा यो चेरी कम्पनी अन्तर्गत पर्ने गाडी हो जसमा तपाईं हेर्नुहुन्छ नेपालमा दौडिराख्ने जेको गाडीहरू देख्न सक्नुहुन्छ त्यस्तै आइकार देख्न सक्नुहुन्छ एउटा त भइहाल्यो भने यो चाइनाको ठुलै कम्पनीमा पर्ने कम्पनी हो जसले ज्याक्वार जस्तो कम्पनीलाई च्यासिस पनि बनाउने गर्दछ भन्छ यस्तो कम्पनीले बनाएको गाडी कस्तो छ अब अगाडिबाट हेर्नु पहिला र अहिलेको लुक्समा तपाईले लाइट तपाईले पुरै चेन्ज दिन सक्नुहुन्छ है तपाईले हेडलाइट पहिला र अहिलेमा एकदम टोटली चेन्ज भएको छ भने एकदमै स्लिक डिजाइनको डीआरएल लाइट पाउनु भएको छ नि हेडलाइट यहाँ छुट्टै राखिएको छ हल्का स्लिक डिजाइन गरेर तपाईले चट्ट कट गरेर राखिएको छ भने एकदम क्लीन फिनिश छ कुनै पनि किसिमको अगाडिपट्टि तपाईले ग्रिल देख्न सक्नुहुन्न नि पहिला बीचमा यहाँनिर तपाईँ चार्जिङ पोइन्ट थियो भने अब साइडमा राखिएको छ र टन्नै सेन्सर पनि तपाईले पाउनुहुन्छ यहाँ क्यामेरा पनि पाउनुहुन्छ भने यहाँनिर चाहिँ ग्रिल राखिएको छ त्यो ग्रिलमा चाहिँ मैले एक्टिभ फ्लेप त मैले देखिनँ तर भित्र हेर्नुहुन्छ भने एसी को रेडिएटर चाहिँ तपाईले देख्न सक्नुहुन्छ र पहिलाको मोडलमा बीचमा राखिएको कटआउट भन्नु त चार्जिङ पोइन्ट तपाईले साइडमा पाउनुहुन्छ साइडमा राखिएको चार्जिङ पोइन्ट चाहिँ कस्तो छ हेरिहाल्नु पुश गरेपछि खोल्न सक्छौँ भने यहाँ राखेको एसी र डीसी चार्ज तपाईँ कुरा हुन्छ डीसीमा चाहिँ तपाईले 110 किलोवाटले मजाले चार्ज गर्न सक्नुहुन्छ अब सानो साइजको ब्याट्रीलाई 110 ले भएपछि तपाईले मजाले 1 घण्टा भित्रमा त फुल चार्जै गर्न सक्नुहुन्छ अब त्यस्तै हेर्नु भने यसकै कुरा हुन्छ तपाईले 6.6 किलोवाटले पनि घरमा मजाले चार्ज गर्न सक्नुहुन्छ तपाईँ घरमा पहिल्यै 7 किलोवाटको एसी चार्जर छ भने त केही टेन्सन लिनु पर्दैन घरमा चार्ज गरी कुदाउन सकिहालिन्छ र यसरी तपाईँ हेर्दाखेरि अहिलेको गाडीमा क्लियरेन्स पनि अलिकति बढी छ है क्लियरेन्सको बारेमा एकछिनमा कुरा गर्छु भने तपाईले एप्रोच एंगल पनि यो गाडीमा राम्रो पाइराख्नु भएको छ र एग्रेसिभ लुकमा आएको यो ओमोडाको नयाँ मोडलको अगाडिपट्टि फ्रन्टमा चाहिँ कस्तो छ हेरिहाल्नु जसको लागि चाहिँ म भित्रबाट यो खोल्नु पर्ने हुन्छ र यसलाई चाहिँ मैले चट्ट मैले खोलिसकेको छु र यहाँनिर हेरौँ इन्जिन राख्ने पार्ट कस्तो छ यहाँनिर टक्क मैले पुरा एकदम मजाले प्याक गरेर क्लिन फिनिस रहेछ र भित्रपट्टि यहाँनिर सानो स्पेस पनि तपाईँले यहाँनिर पाइराख्नु भएको छ यहाँ चाहिँ हेर्नुहुन्छ भने चार्जिङ र केही चिजहरू राख्नु पर्यो भने तपाईँ सजिलैसँग सक्नुहुन्छ भने यहाँ पानी हाल्ने ठाउँ तपाईँले पाइराख्नु भएको छ र यहाँनिर हेर्नुहुन्छ भने सानो कटआउट तपाईँले पाउनुहुन्छ यसलाई खोल्यो भने चाहिँ गाडीभित्रको फ्युज र एसिड ब्याट्रीहरू तपाईँले देख्न सक्नुहुनेछ है यहाँनिर र यो अगाडिपट्टि पुरै हाइड्रोलिक साइडको तपाईँले पाइराख्नु भएको छ मजाले पुस गरेर माथि गइहाल्दो रहेछ भने तपाईले यो खोल्नको लागि चाहिँ यहाँनिर भित्रपट्टि हल्का साइड गरेर खोल्नुपर्ने हुन्छ र यसो हेर्दाखेरि पहिलाको ओमोडा भन्दा चाहिँ अलिकति ठुलो साइज तपाईँले पाउँछ यो चाहिँ 70 लिटरको तपाईँले यहाँ चाहिँ फ्रन्ट पाइराख्नु भएको छ जसमा चाहिँ तपाईँले के भन्नुहुन्छ अब केही चिज इम्पोर्टेन्ट कुराहरू छ कचाकुचो कुराहरू छ चार्जरहरू छ जुन पछाडिपट्टि राख्दाखेरि उफ्रिराख्छ भने यहाँ राख्न सक्नुहुन्छ र माथिपट्टिको पनि फिनिसिङ तपाईँ हेर्नुहुन्छ भने कस्तो मजाले इन्सुलेट गरेर बनाइएको राम्रो प्रिमियम फिनिस तपाईँले यहाँ पाइराख्नु भएको छ र अब यसलाई मैले बन्द गरिदिन्छु र यो गाडीको साइडबाट हेरौँ यो गाडी कस्तो छ अब आउँ यो गाडीलाई साइडबाट हेरौँ गाडीको साइज तपाईँ हेर्नुहुन्छ भने यो गाडी एकदम मिड रेन्जको एसयुभी मोडल तपाईँले यो पाइराख्नु भएको छ यसको लम्बाइकै कुरा हुन्छ तपाईँले यसलाई 14.9 फिटको तपाईँले पाउनुहुन्छ भने हाइट तपाईँलाई 5.2 फिटको तपाईँले पाइराख्नु भएको छ र त्यस्तै अगाडिको यो गाडीको विथकै कुरा हुन्छ तपाईँले 6 फिटको पाउनुहुन्छ भने ओभरअल तपाईँले यो गाडीको व्हील बेस हेर्नुहुन्छ भने तपाईँले 8.6 फिटको तपाईँले पाइराख्नु भएको छ र यो गाडीमा चाउडै चक्का तपाईँ एलो व्हील पाइराख्नु भएको छ जुन पनि तपाईँले 18 इन्चीको छ भने यो गाडीमा तपाईँ हेर्नुहुन्छ चाउडै चक्कामा डिस्क ब्रेक र अगाडिपट्टि भेन्टिलेटर डिस्क ब्रेक छ भने चाउडै चक्कामा इन्डिपेन्डेन्ट सस्पेन्सन पनि पाइराख्नु भएको छ र सबैभन्दा नेपालमा चाहिने इम्पोर्टेन्ट कुरा भनेको गाडीको क्लियरेन्स हो तपाईँले यो गाडीमा 191 mm को ग्राउन्ड ग्रेस तपाईँले पाउनुहुन्छ र अनि सरसती हेरेर तपाईँले पहिला र अहिलेको व्हीलमा पनि चेन्ज देख्न सक्नुहुन्छ है पहिला र अहिलेमा हेर्नुहुन्छ एकदम स्लिक र नयाँ दामी छ भने जुन चाहिँ एरोडाइनामिकलाई एकदमै ख्याल गरेर बनाएको व्हील तपाईँले पाइराख्नु भएको छ र साइडबाट तपाईँ यो गाडीको प्रोफाइल हेर्नुहुन्छ भने चट्ट यहाँनिर चाहिँ गाडीको फेन्डर तपाईँले व्हीलमा फेन्डर देख्न सक्नुहुन्छ पुरै ब्ल्याक डिजाइनमा एकदम सर्र परेको
कलर तपाईँले पुरै छ यो धेरै धेरै जस्तो तपाईँ एज कटिङ तपाईँले पाउनुहुन्न चटक्कै एउटा भुक्क उठेर साइडमा गएर भित्रपट्टि फरेको पाउनुहुन्छ भने तलपट्टि साइड स्कोर पनि तपाईँले पाइराख्नु भएको छ र यसो हेर्दाखेरि तपाईँले हेर्नु न पछाडि चक्कामा पनि फेन्डर पाइराख्नु भएको छ भनेपछि सर हेर्दाखेरि गाडीको एउटा एक किसिमको सेप हुन्छ नि त्यो किसिमको सेप तपाईँले सजिलैसँग देख्न सक्नुहुन्छ अब यो गाडी त कालो रङ भएर कालो तपाईँले छुट्याउन सक्नु भएन भने अरू कलरमा चाहिँ तपाईँले यो फेन्डरलाई चाहिँ चट्ट सेपरेटली तपाईँले छुट्याउन सक्नुहुन्छ र त्यस्तै हेर्नुहुन्छ भने तपाईँले मिररमा पनि तपाईँले क्यामेरा जडित पाउनुहुन्छ त्यस्तै साइडलाइटले पनि यहाँ इन्टिग्रेसन गरेको छ यसो यता चाहिँ फ्लोटिङ टाइपको तपाईँले यहाँनिर चाहिँ लुकिङ मिरर तपाईँले पाइराख्नु भएको छ अब डोर नै हेर्नु तपाईँले पुरै फ्रेम सहितको तपाईँले मजाको विन्डो पाइराख्नु भएको छ भने यहाँ अगाडिपट्टि डबल ग्लेजको ग्लास राखिएको छ यसो हेर्नु हल्का टिन्टेड हो कि जस्तो फिल चाहिँ हामीले यहाँनिर पाउँछौँ र डोर ह्यान्डल हेर्नुहुन्छ भने नर्मल हामीले पुरानै स्टाइलको क्लासिक टाइपकै तपाईँले ह्यान्डल पाइराख्नु भएको छ जसलाई चाहिँ गाडी चढ्न निस्किनलाई केही गाह्रो हुँदैन र गाडीमा पनि भित्र कुरा हाल्नुहुन्छ भने डोर खोल्नको लागि चाहिँ भित्रपट्टि डोरमा लिभर नभएर साइडमा यसो हात राख्ने लिभर तपाईँले पाउँछ जसलाई चाहिँ पुल गरेर तपाईँले गाडी खोल्न पनि सक्नुहुन्छ र विन्डोकै कुरा हाल्नुहुन्छ भने वान टचमै स्वाट जाने रहेछ भने टक्कै वान टचमै माथि पनि आउने रहेछ मजाले विन्डो तपाईँले मोटराइज कन्ट्रोल गर्न सक्नुहुन्छ त्यस्तै पछाडिपट्टि पनि ढोकामा हो तपाईँले हेर्नुहुन्छ मजाको यहाँनिर फ्रेम सेटको विन्डो देख्न सक्नुहुन्छ भने यसलाई पनि हामी खोल्न सक्छौँ कति खुल्दो रहेछ हेरिहाल्नु है पुरै डाउन हुँदो रहेछ पुरै खुल्दो रहेछ यसलाई पनि मैले पुरै बन्द गरिदिएको छु भने तपाईँले दुइटै ढोकामा तपाईँले मजाको राम्रो खालको ह्यान्डल पाइराख्नु भएको छ र पछाडिपट्टि ब्याक लाइटलाई पनि तपाईँले यो गाडीको प्रोफाइलसँगै अलिकति भुक्क उठाएर यहाँनिर राखिएको छ तपाईँले देख्न सक्नुहुन्छ र यो हेर्नुहुन्छ भने मैले यहाँ ग्लास होला कि भनेको थिएँ तर यो पुरै कभर गरेको ब्ल्याक कलरको टोनमा तपाईँले पुरा पियानो फ्रिजमा पाइराख्नु भएको छ यो र त्यस्तै हेर्दाखेरि साइडबाट हेर्दा तपाईँले स्पोइलरलाई पनि यसो हेर्नु न क्याप टोपीलाई टक्क छोपे स्टाइलको तपाईँ यहाँनिर देख्न सक्नुहुन्छ र त्यस्तै माथि रुफमा हेर्नुहुन्छ भने पिचमा टक्क परेको सनरुफ र मुनरुफ दुइटै तपाईँले पाउँछ सानो साइजको छ जसबाट चाहिँ यसो बाहिरपट्टि भेन्ट खोलेर गाडी कुदाउनु पर्यो भने चाहिँ रमाइलो नै हुन्छ यसमा पनि र यो इन्डिकेटर देख्नुभयो त्यस्तै स्पोइलर पनि देख्नुभयो माथिपट्टि तपाईँले यहाँनिर ब्रेक लाइट पनि तपाईँले पाइराख्नु भएको छ र डिफ्रोस्ट सहितको तपाईँले यहाँ पछाडि ग्लास पाउनुहुन्छ र तपाईँले यहाँनिर वाइपर पनि पाइराख्नु भएको छ यो पनि बोनलेस स्टाइलकै रहेछ है यहाँनिर र यसो हेर्नुहुन्छ भने यहाँ उमोटा भनेर यहाँ लेखिएको छ भने यसपालिको डिजाइनमा पनि पछाडि एकदम स्लिक एकदम क्लियर फिनिस तपाईँले यहाँ पाइराख्नु भएको छ र यहाँ E5 लेखिएको छ भने यहाँ तपाईँले EV लेखेको पनि दिन सक्नुहुन्छ वास्तवमा यो मोडल यहाँ E5 मा प्रो पनि थप्नुपर्ने हो र यसपालिको तपाईँले यो नयाँ प्रो मोडलमा तपाईँले पछाडिपट्टिको ब्याक लाइट पनि चेन्ज पाउनुहुन्छ र ब्याक लाइटमा पनि तपाईँहरू चाहिँ एकदम थन्डर बोल्ट डिजाइनमा तपाईँले टक 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 कटेको पुरा लाइट सेट तपाईँले यहाँ देख्न सक्नुहुन्छ जुन बल्दा त बेग्लै मजा आउँछ र त्यस्तै यो कालो रङ भएर तपाईँले बम्पर चाहिँ छुटेको देख्न सक्नुहुन्न एकदमै क्लिन फिनिस तपाईँले देख्न पाउनुहुन्छ एउटै सिङ्गल कलर जस्तो तपाईँले देख्न सक्नुहुन्छ र यहाँ हेर्नुहुन्छ भने तपाईँले पुरा पार्किङ सेक्सन पनि पाउनु भएको छ यहाँनिर क्यामेरा पनि राखिएको छ र यसो हेर्नुहुन्छ भने यो गाडीको डिपार्चर एङ्गल पनि बब्बाले स्वाटै काटेर गएको छ र हेर्दा पछाडिपट्टिको इन्डिपेन्डेन्ट सस्पेन्सन चाहिँ तपाईँले परवडै पनि देख्न सक्नुहुन्छ जुन चाहिँ पहिला र अहिलेको हेर्दाखेरि तपाईँले खासै चेन्ज पाउनु नै उस्तै लुक्स तपाईँले देख्न सक्नुहुन्छ र रातो प्लेट त देखिहाल्नु रातो प्लेट चाहिँ असाध्यै मनपर्छ क्या युनिक टोन लाग्छ मलाई टक्क यसलाई बुट पनि खोलिहाल्नु र बुट स्पेसै कुरा हुन्छ तपाईँले यसमा 442 सिटरको बुट स्पेस तपाईँले पाइराख्नु भएको छ एकदम मोटराइज टेल गेट तपाईँले पाउनुभयो पुरा यहाँ थिच्ने यहाँ लाइट पनि रहेछ है यहाँनिर त्यस्तै हेर्नुहुन्छ भने यहाँनिर कस्तो मजाको क्लिन फिनिस छ र यसलाई पनि तपाईँले उठाएर भित्र अझै सामान होइन यहाँभित्र त स्पेयर टायर रहेछ तर तपाईँले यहाँनिर चाहिँ स्टिल विलको स्पेयर टायर पनि पाउनु भएको छ त्यस्तै बेसिक तपाईँको 3.3 किलो तपाईँले चार्जर पाउनुभयो टायर बनाउने रिपेयर किट तपाईँले पाउनुभयो त्यस्तै यहाँनिर चाहिँ रिफ्लेक्टर पनि रहेछ है यहाँनिर यो सबै कुरा तपाईँले यहाँ राखिदिएको छ यदि तपाईँले टायर निकालेर हिँड्नुभयो भने केही सामान पनि राख्नु सक्नुहुन्छ तर स्पेयर टायर त हामी लिएर हिँडिहाल्छौँ र यो तपाईँले बुट स्पेसमा यसलाई पनि छ नि हामी तलबाट पनि राख्नु मिल्दछ भनेपछि अझै डाउन पनि गर्न सकिन्छ माथि बराबर लेभल पनि गर्न सक्यो भने यसलाई अझै तल डाउन गरेर पनि राख्न सकिँदो रहेछ र साथै यसमा पाउने तपाईँले जुन स्पेयर व्हिल छ त्यो चाहिँ 18 इन्चकै तपाईँले पाउनुहुन्छ भने टायरको साइज मोटाइ चाहिँ कम पाउनुहुन्छ यो चाहिँ कहिलेकाहीँ इमर्जेन्सीमा चेन्ज गरेर कुदाउनको लागि हो र सिट पनि हेर्नुहुन्छ तपाईँले पुरै फोल्ड गर्न सक्नुहुन्छ यसलाई 40-60 को रेसियोमा तपाईँले फोल्ड गर्न सक्नुहुन्छ फोल्ड गरेपछि त तपाईँले टनै सामान यहाँ राख्न सक्नुहुन्छ र भित्रपट्टि हेर्नुहुन्छ भने तपाईँले दुईटा इन्टरनल लाइट पाइराख्नु भएको छ यहाँ पछाडिपट्टि हेर्दा चाहिँ मैले 12 भोल्टको सकेट त मैले देखिनँ भने वरिपरि हुक गरेर बाँध्ने अप्सन पनि तपाईँले यहाँ पाउनु भएको छ भने अब यो गाडीको भित्रपट्टि हेर्दा चाहिँ कस्तो छ हेरिहालौँ ढोकालाई बन्द गर्नलाई पनि तपाईँले माथिपट्टि हातले तानेर पनि बन्द गर्न सक्नुहुन्छ सरसँग आफै जाँदो रहेछ एकचोटि तान्दैपछि त र यसलाई तपाईँले एकछिन फेरि म खोलेर यसलाई हेर्छु आफै माथि गइहाल्यो भने तपाईँले यहाँनिर स्विच पनि छ यहाँनिर बटन जसलाई हामीले टक्क थिच्दियो भने पनि यो बन्द भइहाल्छ अब यो गाडीको भित्रपट्टि कस्तो छ हेरिहालौँ अब यो गाडीको भित्र बसेर हेरिहालौँ ओ क्या दामी क्या साउन्ड त दामी रहेछ ढोका लाउँदाखेरि पनि ओ यो पनि फुत्त खुल्दो रहेछ होइन पहिला र अहिलेमा त इन्टिरियर त नेक्स्ट लेभल भएछ एकदमै
भित्रबाटको ककपिट त हेर्नुहुन्छ भने दामी देख्नु तपाईँले पाउनुहुन्छ। हेर्नु यहाँ कप होल्डर पनि बेग्लै स्टाइलले राखेको रहेछ, बिचमा तपाईँले स्विचहरू पाइराख्नु भएको छ, एसीको बेन यहाँ भयो, स्क्रिन पनि हेर्नु न 15.6 इन्चको तपाईँले पाइराख्नु भएको छ भने अगाडि पनि अर्को सानो स्क्रिन पनि राखेको छ, यो चाहिँ 8.8 इन्चको छ, जुन चाहिँ हामी इन्स्ट्रुमेन्ट कन्सोल पनि भन्छौँ, जसमा चाहिँ हामी गाडी ड्राइभ गर्दाखेरि कति स्पिडमा कुदो के कुदो भन्ने कुरो धेरैवटामा चाहिँ हामी साइडमा हेर्नु पर्दैन, यो तपाईँले अगाडिपट्टि पनि देख्न सक्नुहुन्छ। यहाँ हेरेर तपाईँ छुट्टै यो गाडीमा बस्नुभन्दा तपाईँले यो नयाँ दामी त तपाईँले फिल पाउनुहुन्थ्यो भने योभन्दा अगाडिकोमा तपाईँ हेर्नुहुन्थ्यो भने चाहिँ एउटै लामो खालको स्क्रिन तपाईँले पाउनुहुन्थ्यो, सानो सानो पाउनुहुन्थ्यो भने यसमा चाहिँ सेपरेट गरेको छ, बिचपट्टि तपाईँ ठुलो स्क्रिन पाउनुहुन्छ, इन्टरटेनमेन्टको लागि भयो, मल्टिमिडियाको लागि भयो, त्यस्तै नेभिगेसनको लागि मजाले हेर्न सक्नुभयो होइन, कन्ट्रोल गर्न पनि मजा आउँछ। र त्यसै हेर्नुहुन्छ नि यहाँ सानो सेपरेट तपाईँले स्पिड कुदाएको बेलामा नचेकियोस् भने सानो चिटिक्को बारे पनि राखिदिएको छ, यो चाहिँ तपाईँले एकदम सेपरेट पाउनुहुन्छ। पहिला र अहिलेमा यो बिगेस्ट चेन्ज हो है। र यो बिचको कन्सोल पनि हेर्नुहुन्छ भने पहिला र अहिलेमा पनि तपाईँले चेन्ज पाउनुहुन्छ। त्यस्तै साइडमा समात्न पनि पाइराख्नु भएको छ। यहाँनिर ग्लोभ बक्स हेर्नुहुन्छ भने ठुलो साइजको टन नै रहेछ, कतिवटा गाडीमा त ग्लोभ बक्सै हुँदैन अचल, बिचमा राख्नुपर्ने हुन्छ, त्यो पनि छ तपाईँलाई। त्यो बिचपट्टि पनि हेर्नुहुन्छ तपाईँले स्पेस पाइराख्नु भएको छ, यहाँनिर यहाँ 12 भोल्टको सकेट तपाईँले पाइराख्नु भएको छ। त्यस्तै यसमा बिचमा तपाईँले टाइप सी र युएसबी को दुईटै पोर्ट पनि तपाईँले पाइरहनु भएको छ भने दुई खालको केबल भयो भने तपाईँ मजाले चार्ज गर्न चलाउन तपाईँले पाउन सक्नुहुन्छ। इन्टिरियरमा अझै हेर्नुहुन्छ भने यो डुअल टोन तपाईँले यहाँ पाउनुहुन्छ, ब्ल्याक र यो हल्का ग्रे टोनको तपाईँले यहाँ डिफ्रेन्ट तपाईँले पाइरहनु हुन्छ, जुन चाहिँ हल्का क्रिम जस्तो पनि देख्न सक्नुहुन्छ, पुरै एकदम सफ्ट टच तपाईँले पाइराख्नु भएको छ। र अगाडि पनि ड्याक्सपोर्ट हेर्नुहुन्छ भने हेर्दा चाहिँ पर्वत एकदमै हार्ड टच जस्तो लागेको थियो भने यो पनि छाम्दा गिली रहेछ है, एकदमै मजाको रहेछ यो। र हेर्नुहुन्छ नि त्यहाँ एयरब्यागको पनि साइन तपाईँले यहाँनिर पाइरहनु भएको छ। त्यस्तै स्पिकरको यहाँ सोनीको स्पिकर राखेको छ, सोनी ब्रान्डिङ तपाईँले देख्न सक्नुहुन्छ, ट्युटर तपाईँले देख्न सक्नुहुन्छ। त्यस्तै स्पिकरको कुरा यो गाडीमा तपाईँले 8-8वटा स्पिकर तपाईँले पाइराख्नु भएको छ। त्यस्तै हेर्नुहुन्छ नि यहाँ स्टियरिङमा पनि एयरब्याग, त्यहाँ पनि एयरब्याग, यहाँ पनि एयरब्याग, यहाँ पनि हेर्दा चारवटा त मैले गनेर पुगाएँ भने यो गाडीमा तपाईँले टन्नै एयरब्याग पाउनुहुन्छ। र सेफ्टी रेटिङकै कुरा हुनुहुन्छ तपाईँले यो गाडीले पनि एनक्याप तपाईँले सेफ्टी रेटिङ 5 स्टार नै पाएको छ। र त्यस्तै अब स्टियरिङ व्हिलकै कुरा हुनुहुन्छ तपाईँले तलमाथि चट्ट कटआउट भएको अलिकति ओभल जस्तो हो कि किसिमको पनि तपाईँले पाउनुहुन्छ भने पहिलाको गाडीमा तपाईँ 3 स्पोक डिजाइनको पाउँथ्यो नि, 2 स्पोक डिजाइनको तपाईँले पाइराख्नु भएको छ। र यो स्कोरिङ पनि नयाँ खालको पाउनु भएको छ, एकदमै बल टाइपको तपाईँले यहाँनिर पाइरहनु छ, यसरी चलाउन सजिलै हुन्छ। र त्यस्तै हेर्नुहुन्छ भने यो साइडमा दुईटा लिभर पनि पाइराख्नु भएको छ। राइट ह्यान्ड साइडमा हेर्नुहुन्छ तपाईँले गाडीको ड्राइभिङ मोड चेन्ज गर्न सक्नुहुन्छ भने लेफ्ट ह्यान्ड साइडमा तपाईँले लाइट र पानीको वेपर तपाईँले चलाउन सक्नुहुन्छ। र बिचकै कन्सोलमा तपाईँले हुन्छ नि डाइरेक्ट स्विच बटन तपाईँले पाइराख्नु भएको छ, त्यस्तै मुड चेन्ज गर्ने अप्सन पाइराख्नु भएको छ भने यहाँनिर हेर्नुहुन्छ भने एउटा चार्जिङ अप्सन पनि तपाईँले यहाँ पाउनुहुन्छ। र यसमा चाहिँ वायरलेस चार्जिङ गर्ने अप्सन पनि छ भने एउटा साइडमा तपाईँले बिना चार्ज पनि चलाउन सक्नुहुन्छ। र चार्ज गर्दाखेरि तपाईँले चार्जलाई पनि भेन्टिलेटर राखिएको रहेछ है, तात्छ भनेर हावा जाने ठाउँ पनि तपाईँले पाउनुहुन्छ। अब त्यस्तै हेर्नु न, अब बस्दाखेरि पनि तपाईँले सिट पनि पहिला र अहिलेमा चेन्ज पाउनुहुन्छ। हेर्दा चाहिँ तपाईँले स्पोर्टी डिजाइन एउटै खालको तपाईँले चाहिँ यो हेडरेस्ट नछुटिने जस्तो लाग्छ भने पछाडिबाट हेर्दा त्यस्तो लागिरहेको छ भने तपाईँले यसलाई पनि एडजस्ट गर्न सक्नुहुन्छ, त्यो पनि तलमाथि गर्न सक्नुहुन्छ। यो चाहिँ नयाँ किसिमको छ। त्यस्तै अरू हेर्ने भने दुईटै सिट तपाईँले भेन्टिलेटेड र हिटेड दुईटै पाउनुहुन्छ भने ड्राइभिङ सिटलाई चाहिँ तपाईँले मसाज पनि पाउनुहुन्छ, गलेको बेला गिरी पारेर मसाज पनि गर्न सक्नुहुन्छ। अब यो मसाज भन्नाले पुरा मान्छेले थिचे जस्तो होइन, तर एउटा सफ्टनेस तपाईँले पाइराख्नु भएको छ, जुन चाहिँ रिल्याक्सेसनको लागि गाडी चार्ज गर्ने बेलामा, गाडी पार्किङ गरेर एकछिन कसैलाई कुर्नु बेलामा तपाईँले त्यसलाई मजाले युज गर्न सक्नुहुन्छ। र त्यस्तै हेर्नुहुन्छ नि माथि सानो चिटिक्क परेको तपाईँले सनरुफ र मुनरुफ त तपाईँले पाइराख्नु भएको छ। त्यस्तै हेर्नुहोस्, अब सनभाइजरै कुरा हुनुहुन्छ भने यसलाई चाहिँ हामीले यहाँनिर हेऱ्यौँ भने मजाको वरिपरि बत्ती बल्ने टक्क हेऱ्यो भने लाइट आफ्नो फेसमा पनि पाइराख्नु भएको छ। र यसलाई पनि निकालेर अझै यस्तो पनि हुने रहेछ, यसो पुरै छेक्नु पऱ्यो, घाम छेक्नु पऱ्यो भने पनि तपाईँले यसमा मजाले सक्नुहुन्छ। र मिररै हेर्नुहुन्छ भने तपाईँले यहाँ अटो डिमलाई तपाईँले पाइराख्नु भएको छ, धेरैवटा कन्ट्रोल तपाईँले यहाँनिर पाइराख्नु भएको छ। यो सनरुफ खोल्ने लाउने अप्सन पनि तपाईँले यहाँनिर पाउनु भएको छ। यहाँनिर तपाईँ सनरुफ चाहिँ तपाईँले पुरा मैले खोल्न सकिने, यहाँनिर हाफ मात्रै खुल्दो रहेछ। यसलाई फेरि म बन्द गरिदिन्छु सर, र वान टचमै मजाले बन्द पनि भरायो भने। र त्यस्तै हेर्नुहुन्छ नि, यो स्क्रिनमा हामीले धेरै कुरा कन्ट्रोल गर्न सक्छौँ, गाडीको पुरै एसीदेखि लिएर टेम्परेचरदेखि लिएर सारा संसार मल्टिमिडिया पुरै यसमा कन्ट्रोल गर्न सक्छौँ भने यो गाडीमा तपाईँले एन्ड्रोइड अटो र कारप्ले त मजाले सपोर्ट गरिहाल्छ। अब त्यति भइसकेपछि अब हामीले वायरलेसले सपोर्ट गरेपछि नेभिगेसनदेखि सबै कुरा त हाम्रो फोन सिङ्क्रोनाइज भइ नै हाल्छ, त्यसलाई टेन्सनै लिनु परेन भने धेरैभन्दा धेरै फङ्सन चाहिँ हामीले अब यो गाडीमा टन्न चलाउन सक्छौँ। यो गाडीमा पनि तपाईँले एडस लेभल 2 पाइराख्नु भएको छ भने 19+ सेफ्टी फिचरहरू तपाईँले यसमा पाउनुहुन्छ। र साथै हेर्नुहुन्छ भने स्क्रिन पनि हेर्नु, टक्क थिच्ने बित्तिकै मजाले रेस्पोन्सिभ तपाईँले पाइराख्नु भएको छ। यहाँनिर टक्क थिच्ने बित्तिकै फटाफट चल्नेवाला छ। र त्यस्तै हेर्नुहुन्छ भने सिट पनि हेर्नु पुरै मोटराइज पाइराख्नु भएको छ तपाईँले यहाँनिर होइन, त्यो पनि मजाले एडजस्ट गर्न सक्नुहुन्छ। र साथै तपाईँले ड्राइभिङ सिटमा त लम्बा सपोर्ट पनि पाइराख्नु भएको छ नि, म यतिकै बस्दा पछाडि कस्तो हुन्छ हेरिहाल्नु। अब यति बसेर हेरिहाल्नु, पछाडि बसेर पनि हेर्दाखेरि तपाईँलाई मेरो साइजमा बस्दाखेरि चाहिँ लेग स्पेस हल्का कम पाए जस्तो मैले फिल गरेँ यहाँनिर। सिटको बनावट त दामी हेर्नु न, एकदम स्पोर्टी लुक्स,
पकेट पनि तपाईँले पाउनुहुन्छ यो पनि भित्र जाने रहेछ है मजाले यसो ठेल्नु हो भने बस्नुलाई चाहिँ मेरो साइजमा पनि तपाईँले पाइराख्नु भएको छ यहाँनिर त्यस्तै टाइप सी र युएससीको पोर्ट यहाँ पाउनुभयो एसीको भेन्ट यहाँनिर पाइराख्नु भएको छ त्यस पछाडि बस्ने मान्छेलाई पनि वातावरण चाहिँ अनुकूल बनाउनको लागि एसीको भेन्ट रहेछ यहाँनिर पछाडिपट्टि सिट हेर्नुहुन्छ नि कस्तो प्रिमियम प्योर लेदरको फिनिस के तपाईँले अगाडि जस्तै तपाईँले पाइराख्नु भएको छ र हेर्नुहुन्छ भने एकदम डुअल टोन कलर छ बिचमा ह्यान्ड रेस्ट पनि दुईटा कप होल्डर चाहिँ तपाईँले ह्यान्ड रेस्ट पनि पाइराख्नु भएको छ तिनैजना बस्नको लागि चाहिँ तपाईँले हेड रेस्ट पनि पाउनु भएको छ तिनवटा सेफ्टी बेल्ट भयो भने चाइल्ड सिट पनि राख्ने अप्सन तपाईँले यहाँनिर पाइराख्नु भएको छ र हेडरुमै हेर्नुहुन्छ भने चाहिँ मजाको स्पेस तपाईँले यहाँनिर पाउनुहुन्छ अलिकति गाडी अलिक मिड साइज एसयुभी भएको कारणले गर्दाखेरि पनि मेरो साइजमा बस्दा चाहिँ यो भने अलिक सानो मान्छेले गाडी कुदायो भने त यो स्पेस तपाईँले टन्नै पाउनुहुन्छ यसो हात समाउने भइहाल्यो कोर्सोट झुन्डाउने भयो यहाँ लाइट पनि बाल्ने अप्सन चाहिँ यहाँनिर मजाले राखिएको रहेछ यहाँनिर र सानो सनरुफ भएको कारणले गर्दा चाहिँ हल्का के सिन चाहिँ तपाईँले एउटा देख्न सक्नुहुन्छ भने भित्रपट्टि चाहिँ कस्तो मजाको सफ्ट टच सहीको तपाईँले चाहिँ भित्र इन्टेरियर पाइराख्नु भएको छ त्यसमा बाहिर निस्किँदा पनि तपाईँले सजिलैसँग सक्नुहुन्छ भने डोर हेर्नु कस्तो मजाको यहाँ सफ्ट टच पाइराख्नु भएको छ डोर टक्क तान्ने भयो पानीको बोतल राख्ने भयो यहाँ स्पिकर पनि पाइराख्नु भएको छ नि ढोका खोल्ने अप्सन चाहिँ लिभर चाहिँ यहाँनिर पाउनुहुन्छ है तपाईँले अब यो गाडीलाई कुदाएर हेरौँ कुदाउँदा चाहिँ कस्तो चाहिँ थाहा भइहाल्छ अब गाडीलाई भित्र बसेर कुदाइहालौँ अब सिट बेल्ट लाउनु नभुल्नु होला है चट्ट गाडी कुदाउने बेलामा चाहिँ र यो ड्राइभिङ गर्नलाई चाहिँ एकदमै इजी छ यसको चाहिँ लिभरमा हामीले गियर पाउँछौँ चट्ट मैले चाहिँ रिभर्सले टक्क थिचेको छु यहाँनिर यसलाई घुमाएँ अब अगाडि डाउन गरेपछि अगाडि फ्रन्टमा गइहाल्छ र स्क्रिन पनि हेर्नु कति मात्रै छ स्क्रिनमा पनि मजाले ड्राइभ गरेको चट्ट तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर र गाडी एकदमै रेस्पोन्स हेर्नुहुन्छ भने एकदमै सफ्ट मजाको तपाईँले पाइराख्नु भएको छ यहाँनिर गाडी कुदाउँदाखेरि चाहिँ र यो गाडी अगाडि फ्रन्ट विल ड्राइभ पनि हो त्यसले गर्दाखेरि चाहिँ एक्सलेरेसनको बेलामा चाहिँ हल्का पिकअप स्वाट्ट लिए जस्तो चाहिँ तपाईँले फिल गर्न पाउन सक्नुहुन्छ अब यो सर कुदाउँदाखेरि चाहिँ एकदमै स्मुथ ड्राइभ पनि मैले यहाँनिर पाएको छु कस्तो चान्सेसले बाटो पनि खाली पाएको छु क्या मैले आज अनि जस गाडी कुदाउँदाखेरि एक्सिलेटरको रेस्पोन्स भयो ब्रेकिङकै कुराहरू पनि हल्कासँगले ब्रेकिङको रेस्पोन्सहरू भयो ह्यान्डलिङ सफ्टनेस तपाईँले एकदमै पर्फेक्ट यो गाडीमा पाउनुहुन्छ सबैभन्दा रमाइलो चाहिँ ठुलो स्क्रिन छ यहाँनिर ठुलो स्क्रिनमा चाहिँ मजाले तपाईँ चलाउन हेर्न साह्रै रमाइलोसँगले देखिने रहेछ यहाँनिर स्क्रिन ठुलो भयो टन्न तपाईँले फिचरहरू तपाईँ पाइराख्नु भएको छ एसीका फिचरहरू पनि पाइराख्नु भएको छ गाडी कुदाउँदाखेरि पनि हामीले टन्न यहाँनिर देखिरहेको छ अब हुन त इलेक्ट्रिक गाडीहरूमा फुल्ली फिचर लोडेड नै तपाईँले पाउनुहुन्छ पहिला जस्तो आइस इन्जिनहरूमा घुमाउने ह्यान्डल भएको पछाडिपट्टि गएर पछाडिपट्टि नै विन्डो बन्द गर्नुपर्ने त्यस्तो त प्रायः गाडीहरूमा हुँदैन इलेक्ट्रिक गाडीमा सबैमा तपाईँले पाइराख्नु भएको हुन्छ फुल फिचर नै हुन्छ होइन तर पनि यसमा हेर्नुहुन्छ भने चाहिँ एकदमै सफ्ट टच एकदम मजाले स्मुथली रन गरेको तपाईँले यो गाडीमा पाउनुहुन्छ र त्यस्तै अब हामीले चाहिँ भिजुअल हेर्दाखेरि 360 को क्यामेराहरू हेर्दाखेरि चाहिँ यो यसमा भएको क्यामेरा पनि राम्रो क्वालिटीको क्यामेरा पाउँछ पुरै एचडी क्यामेरा नै तपाईँले यसमा पाउनुहुन्छ होइन छेउछेउमा केही चिजहरू आयो भने होइन अब तपाईँलाई एलर्ट तपाईँले पाइराख्नु भएको छ ड्राइभिङ एसिस्टेन्ट तपाईँले यसमा मजाले पाउनुहुन्छ एड्रेस लेभल 2 ले गर्दाखेरि पनि हामीलाई गाडी कुदाउन एकदमै सजिलो बनाइदिएको छ यसलाई चाहिँ होइन कहिलेकाहीँ हामी ड्राइभिङ कुदाउँदाखेरि आफ्नै मुडमा हुन्छौँ कहिलेकाहीँ के बिर्सिन सक्छौँ अगाडि केही त्यस्तो अब्स्टेकलहरू आयो भने फ्रन्ट कोलिजन एलार्म पनि तपाईँले पाइराख्नु भएको छ र गाडी कुदाउँदाहरूको नोटिस गरेको यसको चाहिँ जुन सिसाहरू छ बाहिर कत्रो ठुलो आवाज घारेर गुराइरहेको छ हुन त अब यसले माइकले पनि अब यो नोइज क्यान्सलेसन त गर्छ तर पनि मैले नर्मली फिल गरेर एकदम ठुलो आवाज छ भने यसको नोइज चाहिँ एकदमै मजाले काटेको पाएँ मैले अगाडि पनि दुईवटा डबल ग्लेजवाला ग्लास तपाईँले पाउँदाखेरि पनि नोइज चाहिँ एकदमै मजाले यसमा तपाईँले काट्छ यसमा र गाडी कुदाएर हिँड्नलाई पनि तपाईँले सिट यस्तो कम्फोर्टेबल पाइराख्नु भएको छ अटो एडजस्टमेन्ट त तपाईँले यहाँनिर पाइराख्नु भएको छ यी सरर सारेर होइन अनि सिट पनि एकदम स्पोर्टी कर्भ डिजाइन हुँदाखेरि तपाईँले होल्ड पनि मजाले गरेर राखेको छ हेडरेस्ट पनि यहाँनिर हेर्नु कस्तो मजाको छ यहाँनिर यसलाई पनि हामीले एडजस्ट गर्न त सक्छौँ भने पछाडिबाट हेर्दा चाहिँ पुरा स्पोर्टी फिनिस हुन्छ नि तपाईँले एकदम मजाको फिनिस तपाईँले यो सिटमा पनि पाइराख्नु भएको छ अब इलेक्ट्रिक गाडी हो अब खास अब गाडी चार्ज गरेर कुदाउनलाई त्यस्तो धेरै पैसा लाग्दैन आरामसँगले एउटा ठुलो खालको मोटरसाइकल कुदाउने पैसाले मजाले यो गाडी मेन्टेन गरेर कुदाउन पुगिहाल्छ होइन अब यो धेरै भन्नै पर्दैन इलेक्ट्रिक गाडी तपाईँले बुझिसक्नु भएको छ घरमा चार्ज गरेर कुदाउन मिलिहाल्यो भने अर्को चाहिँ कुरा के भएको छ भने यसपालि चाहिँ गाडीको रोड ट्याक्समा चाहिँ चेन्जेस आएको छ है तपाईँले त्यो चाहिँ बेनिफिट अब इलेक्ट्रिक गाडी किन्न तपाईँले पाउनुहुन्छ र गाडीलाई त तपाईँ अगाडि पछाडि दायाँ बायाँ कुदाएर पनि देखिसक्नु भने यो गाडीलाई किन्न कति पैसा पर्छ जस्तो लाग्छ यो गाडी किन्न तपाईँलाई 51,59,000 रुपियाँ पर्छ सिङ्गल कलरवाला तपाईँ त्यति पर्छ यदि डुअल टोनमा तपाईँ किन्नुहुन्छ भने त्यसको लागि चाहिँ 51,79,000 तपाईँलाई पर्न आउँदछ र गाडीमा पनि तपाईँ कुरा गर्नुहुन्छ भने 8 वर्षको वारेन्टी त नर्मली तपाईँले पाइराख्नु भएको थियो ब्याट्रीमा भने 11 वर्षसम्मको तपाईँले ब्याट्रीको वारेन्टी पाउनुहुन्छ भने त्यस्तै किलोमिटरकै कुरा गर्नुहुन्छ तपाईँ 2,40,000 किलोमिटरसम्मको वारेन्टी ब्याट्रीमा पाइराख्नु भएको छ यति भएपछि त बिजुली गाडी किन्ने टेन्सन सकिएको नि यो त तपाईँलाई ओमोडा E5 प्रोको गाडी सम्बन्धी केही जानकारी हजुरलाई कस्तो
कस्तो लाग्यो यस्तै नयाँ नयाँ भिडियो त म लिएर आउँछु तपाईँसँग बिदा चाहन्छु फेरि नेक्स्ट भिडियोमा भेट्ने बाजा आजलाई बाई बाई अनि नमस्ते अब आउँ फेरि गाडीलाई लिएर दौडिहालौँ अब दबाएपछि गाडी त कुदिहाल्यो